कहिलेकाहीँ जीवन यति भारी हुन्छ कि सास फेर्न पनि गाह्रो लाग्छ। मन भन्छ अब सकिँदैन, तर आत्मा भन्छ अझै बाँकी छ। हामी धेरै पटक हार्दैनौँ, हामी थाक्छौँ र थकानलाई नै हार ठान्छौँ। तर याद राख्नुहोस्, थकान अन्त्य होइन, यो त यात्राको सङ्केत मात्र हो। तपाईँ आज जहाँ हुनुहुन्छ त्यो तपाईँको अन्तिम ठाउँ होइन। आज तपाईँ कमजोर देखिनु भएको छ भने भोलि तपाईँ उदाहरण बन्नुहुनेछ। किनभने सधैँ उज्यालोमा चम्कने होइन, अँध्यारोमा टिक्न सक्ने नै असली बलियो हो। धेरैले तपाईँलाई भनेका होलान्, तिमीबाट केही हुँदैन, तिमी धेरै साधारण छौ, तिम्रो सपना धेरै ठुलो छ। तर कसैले यो भनेन्, सपना ठुलो भएकैले तिमी आज सानो देखिएका हौ। सफलता चरको आवाजमा आउँदैन, यो चुपचाप आउँछ त्यो दिन जब तपाईँ रोएर पनि उठ्नुभयो, हारेर पनि अघि बढ्नुभयो, एक्लै भएर पनि आफूलाई छोड्नु भएन। तपाईको जीवनमा सबैभन्दा ठुलो लडाईँ अरूसँग होइन, आफ्नै मनसँग हुन्छ। मनले भन्छ छोड्दे, तर आत्माले भन्छ एक कदम अझै। त्यो एक कदम नै कहिलेकाहीँ पुरै जीवन बदलिदिन्छ। याद राख्नुहोस्, धेरै चुप लाग्ने मानिसहरू कमजोर होइनन्, उनीहरू आधी सहेर शान्त रहन सिकेका हुन्छन्। आज तपाईको सङ्घर्ष कसैले देखिरहेको छैन होला, तर भोलि तपाईको सफलताले सबैलाई बोल्न बाध्य बनाउनेछ। किनभने बिउलाई कसैले ताली दिँदैन, तर फल लागेपछि सबै हात बढाउँछन्। तपाईँ पनि बिउ नै हुनुहुन्छ, माटोभित्र अँध्यारोमा, तर विकास हुँदै। आफूलाई कमजोर ठान्नु अघि एकपटक सम्झनुहोस्, तपाईँ अझै यात्रामै हुनुहुन्छ, गन्तव्यमा पुग्न बाँकी छ। कहिलेकाहीँ भगवानले ढोका बन्द गर्नुहुन्छ, किनभने हामी गलत ढोका ठोक्दै हुन्छौँ, र जब सही ढोका खुल्छ हामी बुझ्छौँ ढिलाइ अस्वीकार होइन, तयारी रहेछ। आज रोउनुहोस्, आज थक्नुहोस्, तर आजै हार नमान्नुहोस्। किनभने तपाईँको कथा यहाँ सकिन आएको होइन, यहाँबाट सुरु हुँदैछ। आफूलाई सोध्नुहोस्, यदि आज छोडे भने भोलि म आफैलाई कसरी हेर्नेछु, र यदि भोलिको तपाईँ आजको तपाईँलाई धन्यवाद भन्न लायक बनाउनु छ भने आज हार नमान्नुहोस्। अन्तिम सन्देश, तपाईँ कमजोर छैनौ, तपाईँ थाकेका मात्र हो। आराम लिनुहोस्, तर सपना छोड्नुहोस् होइन। किनभने तपाईँ बाँच्न मात्र होइन, चम्किन जन्मिनु भएको हो। तपाईहरूले यही कथाबाट के कुरा सिक्नुभयो, लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।